धेरै चाहिँ यिनीहरू पनि थिएन बनेको यही मन्दिर मात्र थियो के अरे तिनीहरू अगाडिको पनि थिएन यो गेटहरू थियो यो थियो त्यस्तो धेरै केही पनि थिएन घुम्नु यहाँ चाहिँ अहिले यिनीहरू थपेको रहेछ पछि पछि साइड साइड यिनीहरू त्यो बुद्धको त्योभन्दा उताको मेरो बहिनीलाई छोडिदिए मेरो चुसो आऊ आऊ मेरो चुसो मेरो लुसो आऊ मेरो जुसो मुन्चुल बोकेर उमा मुन्चुल बोकेर राजा मुन्चुल मानेन त उतै खेल्न लाग्छु मम्मी उ त्यहाँ आऊ न बखल उसम मामा रे चाहियो रे के भयो गर्मी बोय उसको यो ज्याकेट फुकाल्दिन पाए हुन्थ्यो माथि दाहिने छाल रहेछ भने म देखाउँछ दाहिने छाल रहेछ भने लगिदिन्छ मामा लगिदिन्छ यसरी घुम्ने अनि एकछिन मात्र ज्याकेट नखोल्ने रे यसले चुसो हो यो त्यहाँ गेटमा फिलिकन बालबालिकालाई खेल्नलाई छुट्टै सेपरेट $30 रे 30 रुपिस रे मन्दिर चाहिँ भित्र नि यो अहिले पुरै यो थपेर खोइ छोड त्यता आएर त ल पख म हेर्छु तिमीलाई पख
नर्मल खिचिदिरहेको छु खिचिसकेँ बुबु यता हेर जुत्ता गर्नु मन जुत्ता पढ्दैन आऊ अब हामी जाने हो आऊ पढ्दैन खोल्न ल त्यही जी गरेर आऊ पर्दैन टाढो यहीँबाट जी गरेर नमस्ते पर्दैन त्यो जरो त्यही राख्यो अब आऊ भयो यता हेर यहाँ अब बाहिर उभिएर यता हेर त आऊ त्यहाँ पुग्छ अलिकति तल राख बुबु हुन्छ अलिकति माथि राख ल के चाहिए हमारा ये चाहिए ये चाहिए ला ला लाइन ला के बन्दर छ
ल जाम आऊ हो होइन म्युजियम हो रे होइन त्यहाँ नि भनेको थियो कताबाट टिकट कोसँग छ हाम्रो टिकट ड्याडी दिदी यहाँबाट हो फोटो खिच्न मिल्छ है मिल्छ है यसो एउटा दुईटा मात्र खिच्नु अहिले हस् ठिक छ इन्सु गुफा जाउँ न आउनुहोस् एउटा दुईटा खिच्नु सिसी क्यामेरा हात दियो भने निकाल्नु हजुर हाम्रो चित्रहरू हेर्ने हो हिँड्ने हो क्या उता बन्द रहेछ बुढो हजुर यसरी हामीले यहाँ सिजी ग्रुप यसरी हामीले सिजी ग्रुपको 700 धाम घुमेर फिरेर यहाँ अरू बाँकी छ अहिले गएर घुम्दैछौँ हामी अलिकति ताकि सक्यो अनि कहाँ जानु जम 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 गरे लाउनु ल जाउँ ड्याडी गराइदिनु दिदी हेलो कहाँ आएको त एक्जिट देखिसकेछ हामी यो चाहिँ ऊ सामानहरू किन्ने होला हैन सिजीको हो नि त सिजीको त्यही भएर बाइक साइक सबै प्रमोसन गरेछ नि यहाँ मान्छेहरू टन्नै आउँछ नि त घुम्नलाई यिनीहरू सबै थपेको रहेछ अहिले एक्जिट गरौँ बु बाई दिदी बाई यता आऊ ल त्यसरी नै हामीले यो 700 धामको भ्रमण पूर्ण रूपमा सकाएर हामी अब यहाँबाट विश्राम लिँदैछौँ धन्यवाद नास्ता के हुन्छ त्यो खाएर अर्को गन्तव्यतिर लाग्नेछौँ धन्यवाद